गाइस मेरो चाहिँ दुईटा साथी छन् एउटा बाबु हो एउटा नानी हो यिनी चाहिँ पहिला बाबुलाई हेर्नु बाबु यता हेर्दिउ न कति क्युट छन् मेरो बाबु र यिनी चाहिँ मेरो साथी हामी दुईटा एउटा स्कुलमा पढ्छौँ र हामी चाहिँ साथी हो मतलब पार्टनर्स पनि हो को भयो बाबुलाई यहाँ पुरा गफ गर्न चाहन्छन् क्या हो नि आऊ के हो नै गरे बाई लाइक जब पनि हामी नि तिमीले बाबुलाई उठाउन चाहन्छौँ तिमी नै नै किन गर्दैन के हामी तिमीलाई हेलो गाइस एउटा एकजनाले हेर्नुहुन्छ गाइसले फेरि भन्दा भन्दै आउनु देखाउँछु जाने जाने नक्कल उता ओइ भाइ ओइ अगर यसको पेटमा दुख्छ जा दे मैले कल्लुलाई छोडेर आए ठीक छ यिनी चाहिँ फेरि बाबुलाई छोडेर यिनी बाबुलाई छोडेर आउने वाला भाइ भाइ आउनु भाइ हामी जानेवाला छौँ बाहिर हामी जानेवाला छौँ बाहिर हामी जानेवाला छौँ ठीक छ अब आउनु यिनी चाहिँ थारू हुन् तर यिनी धेरै नेपाली बोल्छन् मलाई विश्वास पहिलो घरमा चाहिँ थारू बोल्छु यहाँ चाहिँ नेपाली बाबी जब नि मैले तिमीलाई भेटेको थिएँ त त्यति बेला मैले लाग्थ्यो कि तिमी नि थारू होइन नेपाली हो भनेर र हामी चाहिँ बनाउनेवाला छौँ यहाँ चाहिँ छ दोकान बहुत राम्रो टेस्टी टेस्टी छ हुन्छ नानी बोला गाइस जो मलाई समझ में आएन